नमस्कार, म आज सुब्बा देउरालीको मन्दिरमा छु। ठ्याक्कै सुब्बा देउराली मन्दिर। यहाँ धार्मिक श्रद्धालु भक्तजनहरूको भिड 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 छ। मैले तपाईहरुलाई पनि देखाउन चाहिँ सकिनँ। म चाहिँ जीवी च्यानलबाट आउँदैछु अनि यहाँ चाहिँ यति राम्रो ठाउँ छ कि तपाईहरुले मैले के बयान गरौँ। प्रकृतिको अत्यन्तै सौन्दर्यले वातावरणले घेरिएको ठाउँ, पहाडले घेरिएको ठाउँ, यस्तो सुब्बा देउराली भन्ने मन्दिरमा आउन पाउँदा अत्यन्तै खुसी छु। र तपाईहरु पनि यहाँ जसरी पनि आइदिनु होला एकपटक सकेसम्म। हैन भने आफैले घरैबाट मनन गर्नुभयो भने पनि सुब्बा देउराली माताले तपाईहरुले भनेको कुराहरु पूरा गराइदिनु हुनेछ। र यति राम्रो सुन्दर ठाउँ, यति राम्रा भक्तजनहरुको यहाँ भिड 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 छ। यहाँ यस धार्मिक स्थल अत्यन्तै यो लुम्बिनी प्रदेशमा पर्दछ र लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्ला सुब्बा देउरालीमा पर्दछ। र यहाँ सबैजना भिड लागिरहेको छ। सबैजना